Lager latar macam. Terus jalan. Kanci ki buari. सबैले दक्षिण हैन दशैंमा दिने कता चिन्ता खै ल लाग्यो लाइभ यहाँ त मेरा छैन मैले भिडियो लाइभै गरिदिन्छु कहाँ यस्तो त नहुने गरे कन्याहरूलाई मात्र दिनुपर्छ हुन्न यो दक्षिण उसो म लगाइदिन्छु रातो रङ लाग्यो अझै पनि अझै यति बढी म बसौँ कि यार भक्तिसित पछि लगाएपछि सत्सङ्गमा लाउनु सत्सङ्गमा लगाएपछि सबै कुरा सिक्न पाइन्छ आनन्द जीवन बिताउने हो ओम आयुर्द्रोण सुते श्रीयं दधते सत्पुरुषे राघवानम विदुरे भनेको विदुरको नीति नमान्नाले कौरवहरूको नाश भएको विदुर नीतिमा चल्नु भगवानको भक्ति गर्नु सूर्य चाहिँ शान्त सूर्यले दुर्गन्धमा पनि जान्छन् सुगन्धमा पनि जान्छन् शान्त बने सूर्य खै जमरा त सकिए यहाँ त अझै यति अगाडि जमरा जिल्लामा भवन्ति भवतां कीर्ति च नारायण वदे बलं बलधरे सत्यं च कुन्ती सुते विज्ञानं विदुरे भवति भवतां कीर्तिश्च नारायणलाई मनाइराखेपछि गरिन्छ देखाएको बाटोमा हिँड्ने र म पाएँ भन्ने कहिले होइन है यहाँ परवार जाउनु पर्यो खै यहाँ हात पुत्ने ल्याउ त दाजुका ठाउँमा बसेर जति पनि हुन्छ त्यो कुरा खान पर्यो यो कुरा अब ठुलाले सानालाई सिकाए एक्लो भएर के हो नि चल्ने हाम्रो भनेर सोचन राखे सबै छोराहरूले भन्दा गर्दा त्यसलाई व्रत नठाने
क्यालोरी 3000 सम्भव छैन अझै त्यति क्यारी ज्ञानी हुनुहुन्छ त तपाईँभन्दा ज्ञानी हुनुहुन्छ जिरो लाग्न थाल्नु पर्छ इम्पोर्टेन्ट होइन तुलसीरा मुठी हाल्नु पर्यो पर्खा अझै मेरो भेजी छैन नि कान्छालाई मेरो पनि हो मानको अपेक्षा छ मेरो पैसा पनि त्यही मनिषा खराल बाहिर पनि आइसक्यो अझै किन अनुशासन बराबर अर्को जातै छैन सुने आशीर्वादको सुक्क होइन बुहारीहरूले लगाइदिने हामीले लगाइदिन्छ म त यो जिरो अहिले भिडियो पुस्ट गरेर यताउता हिसाबमा भर्खरै यो गर्नुपर्ने नियम हो भिडियो बनिरहेको छ आइयो त यहाँ बस त हामीले लगाइदिन्छ आइयो त बस कसले जाने छ र जानिन्न त्यस्तो भविष्यवाणी कसैले बोल्न सकिन्न राम परमेश्वरले श्रीम दशरथे सत्र राघवे ऐश्वर्ये नवसे गतिञ्च भवने मानन्द देव वन्दिलवता कीर्तिश नारायणे नवदुर्गा भगवती करुण भगवान् राघवे ऐश्वर्ये नवसे गतिञ्च भवने मानन्द दुर्योधने दानं सुरते बलं बलधरे सत्यञ्च कुन्ति सुते विज्ञानं विदुरे भवन्ति भवता कीर्तिश नारायणे सपना त्यहाँ छिरेपछि ट्याक्कै गइयो कि यो ढुक्क भयो जाने होइन उतिबाट गयो अर्की डल्ली ल कान्छामा पनि पुरै झोला पुग्ने हुन सकिएन भाइ कोब्री पर्न त भएन स्यालेमा कोब्री परि जान्छ नि ल रेडी 1 2 3 4 5 6 गो गो लेट्स गो उता उता हेर त क्यामेरामा सबैलाई क्याप्चर गरे पछाडि अब बाबाहरू जानुहुन्छ चामर किनेर किन तिमी त्यस्तो ह्याप्पी दशैँ मनाउन ल ल हामी अहिले कोटेश्वर जाँदैछौँ मोहनको घरतिरबाट बिचरा पानीमा यहीँ खोला खोलो यहाँ स्विच अफ गर्न है किन हामी यहाँ सुत्त आएका छौँ चिन्तन खराल घरमा त आइपुगेका छौँ रोकेर रोकिँदैन यस्तै नमाथि बाय
गाह्रो हुन्छ मन नयाँ नवनिर्मित पौवा हमन कुण्ड कोटेश्वर भगवती कोटेश्वर ओ भाइ पारिपट्टि घर हुँदा दर्शन गरौँ आधै घन्टा भयो लुचुमै वाहन दिएर के गरी थिएँ क्या यहाँ थिएँ र अन्त उसो एउटा जानकी आन्टीलाई दिनु पर्छ तपाईँ जतिकै राख्दिनु यस्तै घुमाउँछु गर्दा गर्दै हुन्छ किनेर तिमीहरूले घुमाउनु ल अनि यहाँ कस्तो गोलमोल हो मम्मी काट्छ बसन्तदेखि ल अन्त फेरि पिठै हुन्छ कि त्यो थोरै निकाल्नु मान्छे त्यो एकै ठाउँमा आएछ मैले नलाऊ फर्काइ पुऱ्याउनु त कुन्नी पुऱ्याउने कि नपुऱ्याउने अनि फर्कै नखाने किन पुऱ्याउने आज पनि निकाल्नु होइन मान्छे भाउ अब मैले बनाउँछु कि मलाई एउटा बनाउँछु ल अझ एकचोटि मैले बनाउँछु फर्काम मम्मी हेर्नु कता बेसी राम्रो भयो बनाउँछन् यो आज टिकटकमा जानु दिदी हजुर लोटो बरा उस गर्छन् शिशिर भाइ हजुर ठ्याक्कै हिँडेर छोपा हात के नि हुन्न हजुर हिरो पल्टेको ल यो सबै घर भनेर कुरा गरेको यो फायर उसमा पड्काउनु जस्तो पड्काएन चोटमै कड्काएर चोटमा
यो फायर उसमा पड्काउनु जस्तो पड्काएन चोकमै हेर जाऊँ न है यस्तो यस्तो गराउनु के हुन्न कि काम कस्तो राम्रो आउनु तिमीलाई तिन सुट ताता हाल चुटानी गएन र सानी यस्तै हो अनि बरु 8 बज्यो 9 बज्यो बरु 10 बज्छ होइन हजुरआमा हेर त म कति राम्रो नानी बासा बाटो खन्ने भनेर भन्नु पनि सक्नु रहन्छ बल्ल बल्ल निस्क्यो को भेडारी बस्तीमा आइपुग्यो यहाँको स्वयं पनि ढलेछ यस्तो भयो भन्छु पाक्यो हो र छोपेको देखाइदिनु भयो फेरि उचाले कसको हात पकडी बसी हौ अरे यता हेर त यता आएर अरे एकचोटि फोन आयो हो ज्वाइँलाई देऊ राम्रो है म पश्चिम दिशा के दुर्गा कस्तो आयो सुगरी जङ्गा अब हो हैन गह गह कोसी त सबै यो कोकी मकाइ राख्दैन पैसा कमाए बाबाको सेवा गरे मम्मीले कति दुःख गरेर हुर्काइदियो हजुर मम्मीले हेला नगरे हुन्छ दुःख गरेर हुर्का लाइट नगर्नु यसो सम्झना पर्छ भनेर भन्न पर्यो नि त्यही छ नि पैसा खाँचो भयो भने दिन पर्यो काम चाहिँ ठिक्क ठिक्क गऱ्यो नि त काम चाहिँ ठिक्क पूजा सोलो मसला
आइज बाबा त्यहाँ छ ल मम्मी केही छ केही छ रिसाको माउ के नानी यता आएर त तेरो गाडी थर्काउँदै कति भाँडी हो र हेर न यो खान खान ल फोटो पनि खिच्नु बिस्केट न यस्तो आउँदाखेरि 2 बजे भोलि पर्सि जाने त फेरि 2 बजे ओहो यो हाम्रा मलाई त्यही हो क्या मान्छे जे छैन त्यही धेरै गोरी आउनु त आमा लाली चौडो क्या आउनु छ म त सुरु गरेँ म त्यसो ढिला खाले पाउने जेठी जेठीबाट सुरु साफ कुरो यहाँ बसेर लाउने नै हो यिनी मात्रै हुन् हाँसी खुसी जीवन बितोस् कमाएको झन् दान गर्ने ठाउँमा पनि नबिर्से अरे यो त टिको लाइ त इज्जतको सवाल त्यसै भित्र हुन्छ सबै भक्तिभित्र हुन्छ ल है ट्याक ट्याक दिलाइदियो लास्ट पैसावाला जस्तो मागेन हिँडे अब आउने बस्छ भन्दा टुप्पुक्क बसेँ हामी चाहिँ पैदल यात्री र भेटघाट गर्दै अँधेरी खोलाको बाटो थिए विष्णुङ्गलहरू गरेन हरिवाहरू गरेन हेर्नु अझै त बाटो बढाउनु थाल्यो के भन्छन् है के हो तर आउने भन्ने सोच बनाइरहेको छु हेरौँ भन्ने ठाउँ यहाँको पिपल पनि उखाल्ने थाहा पनि छैन यसो यताबाट जानु मन लाग्यो के सुस्कटै हो